टुरिस्टहरू यस्तो छ आज 26 को चाहिँ हिँड्नु चाहिँ एकदम पुरा भिआइपी पास लिएर आउनुपर्छ नि हाम्रो ब्लग गर्न यहाँनिर अरे डाइनासोर भएको फोटो खिच्नु गएको है हामी चाहिँ डाइनासोर भएकोमा फोटो खिच्नु गएको अब हामी सो हेलो गाइज गुड इभिनिङ सो आज हामी जान आँटेको 26 भ्यू पोइन्ट म दा दुईजना दाहरूसँग सो अहिले चाहिँ म यहाँ दाको गाडीमा बसिरहेको छु अहिले गाडीमा कोही छैन यस्तो छ दा चाहिँ लुगा फेर्नु गएको छ दुईजनै आइपुगेको छैन हालसम्म सो पर्खिरहेको छु सो आएपछि लाग्दिने हो होइन सो अहिले चाहिँ म दालाई फोन गर्दैछु कहाँ छ भनेर लुगा फेर्नु गएको हरायो मान्छे उठाउँदैन त भन्दा उहाँ आउँदैछ हाम्रो जङ्गलहरू चाहिँ दुइटा उहाँ दाजुहरू ह्यान्डसम भएर कन्ने केटाहरू हो दुवै भाइ सो अब चाहिँ हामी यहाँबाट निस्केको आइपुग्यो दुईजना हो भाइ मलाई त के मतलब देखेको थिएँ मैले अस्ति सिलगढीबाट आउँदा म यो ताली कुदाउँदै थिएँ होइन तिमीले क्या ओइ भन्यौ नि मलाई घरि फिरोजलाई कुदाउनु लाग्यो बिचरा आफ्नो गाडी नखेपी अरूले यसरी कहाँ घुम्नु मजा नि मजा छ नि यो तलाई अरू बिचरा 200 को तेल माथिको त्यो मासु दोकानको फाइदाहरू दिनले लुटिसक्यो नि प्रफिट जति अब बिहान मासु पुऱ्याउँछ आधी पैसा त्यो अलिकति नाफा भएको उसलाई दिइहाल्छ भाडा होइन भाडा पनि गइहाल्यो है अन्त अलिअलि नाफा भएको उसले तासमा मारिदिन्छ हो अन्त 2 बेला त रेन्टमा मात्रै काटे गयो है फाइदा छैन त्यही माथि खेल्नु त जान्दैन सब होइन त्यो सम्झौता त त्यसै लुट्दिँदैन यता फेरि चोर आयो यस्तो खेल्दैन त्यो उयसमा के अरे ज्याबेमा पुगेन बिसे अहिले चाहिँ हामी पुगे 26 यहाँको नजारा चाहिँ यस्तो छ मान्छे पुरा छ आज नेपाली न्यु इयर भएकोले गर्दा झरुन्दा नजाने झर्नु मन लागेन के हो कि लजाइदिएको मान्छे देखेर जानु मेरो चाहिँ त्यस्तो भइरहेको छ चाहिँ चिसो हुन्छ नि त टुरिस्टहरू यस्तो छ आज 26 को चाहिँ न्यु इयरले गर्दा यो कस्तो छ आज चाहिँ सुलुलुलु यो माथि देखेको एक्ज्याक्ट यहाँको चाहिँ भ्यू पोइन्ट हो यहाँ चाहिँ हामी जाँदैछ अब के खाने हेर्दै वेलकम बैक टू यूट्यूब चैनल प्लिज सब्सक्राइब भाइ प्लिज सब्सक्राइब के भन्छ है वो सब्सक्राइब अब चिसै छ त अन्त कहाँ तलै जानु ये कैसे छोटा मुन्नु छ क्यामेरा भने जग्गा छ र खगुन त नि यताबाट जाउँ न तलै अनि यहाँ चाहिँ इन्डिया फुल्ने टाइम हो यहाँ चाहिँ एकदम एक्सपेन्सिभ छ यहाँ छिर्नु चाहिँ एकदम पुरा भिआइपी पास लिएर आउनुपर्छ यहाँनिर यस्तो भइरहेको छ दुध पनि दिन्छ गाईले त्यो भन न अरे उपरमा चढ्नु अब मलाई कस्तो उकालो हिँड्नु साह्रो पर्छ हो लु भयो उ यहाँबाट सिधै पुग्छौ तल है खैयाले चाहिँ हेरौँ
पर्खिन आउँदैछु कहाँ यहाँ खिच्चास् कताबाट यहाँबाट ह्याप्पी न्यु इयर मलाई चाहिँ यहाँनिर एकदमै आएर अहिले फोटोग्राफर बनाइरहेको छ ठिकै छ सब ठिकै छ त्यतिको बस पर्ख न गरिदिँदैछु त यहाँ केटकेटीहरू यस्तो छ अब हालत के आउँदो रहेछ अरे त यस्तै छ है रमाइलो उल्टी आउँछ अहिले यसमा त उल्टी आउँछ नि सिधै ढल्ला चाहिँ ड्राइभर कडा छ त यो भ्यू पोइन्टबाट चाहिँ यस्तो छ हालत यी देख्न सक्नुहुन्छ यहाँ नानीहरू दियो भने त 60 केजी र 30 केजी कहाँ मिल्छ त अन्त टिङ्ग्रीमा बनाए त तिमीलाई अन्त यसलाई चाहिँ आफै जाने चाहेको अरे नि त माथि उडाएर तारा बनाउँछ यसले डाइनासोर भएको फोटो खिच्नु गएको है हामी चाहिँ फोटो खिच्नु गएको अब यस्तो छ डाइनासोर चाहिँ छोडेको पहिलाको जमानामा लास्ट पिस यो लास्ट चाहिँ यहाँ रहेछ डाइनोसर तर साह्रै तला माथि आएन डाँडा भएछ नि त उकालो डाइनोसर चाहिँ यहाँ आइपुगेछ ल के हो यो डाइनोसरको डाइनोसरको के हो यो भ्याएको त हेलो गाइस वेलकम ब्याक टु माई युट्युब च्यानल यस्तो त यो त झर्छ खै यहाँबाट झर्दैन त ओह्रालो उठा त त्यसलाई किन एकछिन अन्त पहिला मलाई बोल्नु दिउँ न होइन यो काटे ल हाम्रो गाइस पनि ब्लग बनाएको अरे छ्या रगाइन अरे यसमा त तैँले ब्लग बनाउँदैनस् नि है बनाउँछु नि मैले अस्ति हिजोदेखिको त उयो गरेको हेलमेटमा हालिरहेको छु ए हो कहिले किनेको चाहिँ गाइस अब के छ यस्तै छ हो वेलकम अब प्लिज सब्सक्राइब द च्यानल हो सब्सक्राइब वेलकम टु द युट्युब च्यानल खै हाम्रो काले दाइ चाहिँ यहाँ छ काले दाइ यहाँ हेर्दै अलिकति साइड लुक्स है साइड लुक्स काले खै हाम्रो उयो त्यति नै काफी छ साइड लुक्स नै काफी किलर सेकेन्ड मङ चाहिँ कहाँ गयो हाम्रो ओ
यहाँ आउ न अब फुप्सको चटनी थाप्नु छ त्यसले पनि है ला के भयो 1-2 दिनमा होइन अटोमेटिक त्यो रेकर्डिङ हुन्छ त्यो स्क्रिन चाहिँ अफ हुन्छ नि केही थाहा छैन है हामीलाई चाहिँ किनभने GoPro फर्स्ट के भयो यो GoPro है GoPro फर्स्ट टाइम चलाएको हो नाम पनि आउँदैन उयो रहेछ त अन्त अहिले चाहिँ 26 मा पुरा फगी लाग्दिरहेको छ हामी चाहिँ निस्किदिएको हामी यहाँबाट लाग्दिएको ढिलो भइसक्यो निकै बुल्दिमा छु यस्तो छ मेरो आवाज चाहिँ अहिले फिलहाल लाग्दिएको अब जुत्ता धुनु पर्यो तर म झुटको अगाडिमा र हामी चाहिँ अहिले 26बाट सिधै हामी चाहिँ अहिले यहाँ कृष्णनगर आएको छौँ यहाँको चाहिँ नाइट भ्यू यस्तो छ कृष्णनगरको यहाँ चाहिँ इन्द्रणी पुल यहाँ चाहिँ लेक छ दामी देखिन्छ नि लाइट त दिप 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 रहेछ यस्तो छ यहाँको हाल खबर यहाँ चाहिँ हामी पानी त पाउँछ होला फ्रीमा त हो आफ्नै हामी 3 भाइ म भन्दै नि त हेलो यो गाइस मलाई फोन कपतरा भन्दै हाउ डु यु फिल इन फोमा छ यहाँ चाहिँ अहिले हामी जाँदैछौँ 100 कमाएको 300 रुपियाँ खर्च हुन्छ त 100 रुपियाँको रिजर्भ आउनु पनि भयो त अन्त एकछिन भए पनि 100 पनि थियो ल यहाँ त सो अहिले हामी भर्खर घर आइपुग्यौँ भन्दा पनि गाउँ आइपुग्यौँ आजको लागि यति धन्यवाद